नमस्कार, स्वागत छ हजुरहरुलाई 5 स्टार च्यानलमा। आज मेरो रेसिपीमा छ केराको मोमो। पक्कै पनि हजुरहरुलाई यो रेसिपी मन पर्छ भन्ने आशा लिएको छु। आउनु सुरु गरौँ आजको रेसिपी। मोमोको लागि म चाहिँ पहिला पिठो मुस्दै छु। पिठो पहिला नै मुसेर छोपेर राख्यो भने नरम हुन्छ र खाँदा एकदम मिठो हुन्छ, चुइगम चपाएको जस्तै हुन्छ। त्यही भएर मैले पिठो चाहिँ अगाडि नै मोलेर राख्दै छु। पिठोको डो चाहिँ यतिको भइसकेको छ। अब यहाँ म अलिकति तेल राखेर यसलाई मजाले सबैतिर लाग्ने गरी लगाउँदै छु। अब यसलाई चाहिँ मैले प्लास्टिक र्यापरमा र्याप गरेर केही बेर लागि राख्न जाँदैछु। प्लास्टिकले नै र्याप गर्नुपर्छ भन्ने छैन, एउटा भाँडाले छोपेर राख्दा पनि हुन्छ। अब किमाको लागि चाहिने केही भेजिटेबल म कटिङ गर्न जाँदैछु। यहाँ मैले हरियो प्याज लिएको छु। यसलाई पनि मजाले सफा गरेर मसिनो पारेर काटेर राख्नु होला। मोमोको लागि चाहिँ प्याजको मुख्य भूमिका रहन्छ। त्यसैले हजुरहरूले प्याज मसिनो पारेर राम्रो गरेर अलि धेरै क्वान्टिटीमा प्याज पनि राख्नु होला। तर प्याज खानुहुन्न भने, लसुन प्याज खानुहुन्न भने यसलाई स्किप पनि गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ मैले लसुनलाई पिस्दै छु। अब हरियो केरा लिएको छु मैले 1 दर्जन। अब यसलाई बिस्तारै एक एक गर्दै सबैको बोक्रा छोडाउनु होला। बोक्रा छोडाइसकेपछि एक एक गर्दै कोरेसम्म यसलाई कोर्नु होला। मैले सबै केरा कोरेसम्म कोरेर रेडी पारिसकेँ। अब चुलो अन गरेर कराई तताउनु होला। कराई तातिसकेपछि तेल हालेर अब तेल तताउनु होला। तेल तातिसकेपछि अघि कोरेर राखेको केरालाई यो तेलमा राख्नु होला र हल्का फ्राई गर्नु होला। हजुरहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला र सँगै रहेको बेल आइकनलाई पनि अन गर्नु होला, ताकि मेरो भिडियोको अपडेट हजुरहरूकोमा सजिलै प्राप्त होस्। स्वाद अनुसार अलिकति नुन पनि एड गर्नु होला। साथै मैले अलिकति गरम मसला पनि राखिदिएँ। अब यहाँ अघि कुटेर राखेको अदुवा लसुनको पेस्टलाई पनि एड गर्नु होला। उयो राखेको मसलाहरू सबैतिर लाग्ने गरी मजाले सबैतिर पुग्ने गरी चलाउनु होला। अब यतिको भएपछि चाहिँ अब यसलाई अर्को भाँडामा झिक्नु होला। अब म अघि फ्राई गरेको केरालाई सबै सामग्री राखेर मिक्स गरेर मजाले किमा रेडी गर्न जाँदैछु। अब अघि मसिनो पारी काटेको प्याजलाई यसमा एड गर्नु होला। अब अघि काटेर राखेको हरियो प्याजलाई पनि यसमाथि एड गरिदिनु होला। साथसाथै मैले हरियो धनियालाई पनि एड गरेँ। अब चाहिँ यहाँ मैले मोमो मसला राखिदिएँ। मोमो मसलाको चाहिँ एकदम प्रमुख भूमिका रहन्छ। मोमो मसला चाहिँ मजाले पुग्ने गरेर राख्नु होला। अब यसलाई मजाले हातले मोल्नु होला। मोमो बनाउन किमा रेडी भइसकेको छ। अब अघि र्याप गरेर राखेको मुसेर राखेको पिठोलाई चाहिँ निकालेर सानो सानो टुक्रामा यसरी छुट्याएर राख्नु होला। अनि हातमा गोलो बनाउँदै अब यसमा बेल्नु होला। अब यहाँ चाहिँ यो रेडी भएको किमालाई राखेर
हातले मजाले र्याप गर्नु होला। अब पालै पालो सबैलाई एक एक गर्दै पेल्दै किमा र्याप गर्दै मोमो बनाउँदै राख्नु होला। ल हेर्नुहोस् साथीहरू, मैले सबै र्याप गरेर रेडी पारिसकेँ स्टिम गर्नलाई। अब उता मोमो पाकुन्जेल म यता चाहिँ अचार बनाउँदैछु, मोमोको अचार बनाउँदैछु। त्यसको लागि कराही तताएर तेल राख्नु होला। अब लसुनलाई मजाले फ्राई गर्नु होला। अब यहाँ मसिन पारेर काटेको प्याजलाई पनि एड गरिदिनु होला र हल्का फ्राई गर्नु होला। प्याज यतिको फ्राई भइसकेपछि अब यसमा टमाटर पनि एड गरिदिनु होला। स्वाद अनुसारको नुन पनि एड गर्नु होला। साथै मैले बेसार पनि राखिदिएँ। जिरा धनिया पाउडर पनि एड गरेर मैले अब यसलाई मजाले चलाउँदै छु। अब यसलाई बिर्कोले कभर गरेर 2-4 मिनेट एकछिन पाक्न दिनु होला। ल हेर्नुहोस् त मजाले पाकिसक्यो। अब यसलाई पनि झिकेर एकछिन सेलाउन दिनु होला। टमाटर सेलाउन्जेल चाहिँ मैले अब भुटेर राखेको बदाम थियो, अब यसलाई मिक्सरमा राखेर ग्राइन्ड गर्दैछु। धेरै मसिनो पनि पर्दैन, यतिको ठिकै हुन्छ। अब अघि सेलाउन राखेको टमाटरलाई मिक्सरमा राखेर यसलाई पनि मजाले ग्राइन्ड गर्नु होला। साथै अघि पिसेको बदामलाई पनि यसमै एड गरिदिनु होला। ल हेर्नुहोस् त कति मजाले अचार रेडी भइसक्यो। अब अचारमा अमिलो पिरो चाहिँ हजुरले आफ्नो स्वाद अनुसार र आफ्नो टेस्ट अनुसार आफैले एड गर्न सक्नुहुन्छ। ल अब यता म पनि स्टिम भएर रेडी भइसक्यो। ल केराको मोमो चाहिँ पाकेर रेडी भइसक्यो। अब घरमा सबैजना मिलेर खानु होला। हजुरहरू पनि यसरी एकताल केराको मोमो बनाएर खानु होला। भेजिटेरियनहरूको लागि चाहिँ एकदम पर्फेक्ट मोमो हुनेवाला छ। एकताल जरुर ट्राई गर्नु होला।